हेलो साथीहरू, आज फेरि मैले चाहिँ यहाँ लोकल कुखुराको झोलसँग कोदाको ढिँडो अनि त्यसपछि अकबरे खोर्सानी त छँदैछ, यो मेरो स्पेसल हो। त्यसपछि फर्सीको मुन्टा, यो सिजनको भर्खरको फर्सीको मुन्टा, यो बेथेको सागको अचार एकदम मनपर्छ मलाई। यो बेथेको सागको अचार, गाजर अनि कागती प्याज छ होइन। अब कस्तो छ म खाएर भन्छु तपाईँहरूलाई पनि खान मन छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला, अनि म तपाईँहरूलाई चाहिँ एक दिन खाना खुवाउँछु म आफै नै बनाएर। ल साथीहरू, कस्तो छ है त, म खाएर तपाईँहरूलाई भन्छु है त। अकबर त ज्यादै पिरो रहेछ। सब छ साग, यो बेथेको सागको अचार। घम्मै साथीहरू, ल तपाईँलाई कोलाई चाहिँ मनपर्छ कोदाको ढिँडो र लोकल कुखुरा, मलाई कमेन्ट गर्नु होला है त साथीहरू। ल।